हामीले चाहिँ ध्यान गरेर हुनुपर्छ भन्ने कुरोहरू हो। त्यस्तो हुनाले गर्दाखेरि अब यो कुरा निकै उयो भएर आयो र आज अब त्यो चाहिँ अघि उहाँले हाम्रो अब बौद्ध संस्कारको सम्बन्धित कुराहरूले गर्दाखेरि चाहिँ अब बौद्धको संस्कार भन्ने कुरा नै त्यही हो। यसमा कुनै विशेषता छैन। बुद्धले जुन चाहिँ मार्ग देखाएको छ त्यसलाई अप्नाउने बौद्ध संस्कार र बौद्ध संस्कृति त्यही हो। तरै पनि हामी अब एउटा के भन्छ बौद्ध धर्मको तन्त्रसँग जोडेको जसले चाहिँ हामी अब रिलिजियस भन्छौँ नि हामी है। बुद्ध धर्मको एउटा पक्ष हो तपाईँको दर्शनको सम्बन्धित कुरो हो है। दर्शनको र फिलोसफीको कुराहरू आउँछन् भने अर्को चाहिँ हो हाम्रो एउटा परम्परा र हाम्रो संस्कृतिसँग सम्बन्ध भएको कुरो। त्यसले गर्दाखेरि हामीलाई जतिको यता बौद्धको दर्शनको दरकार पर्छ त्यस्तै प्रकारको संस्कृति र संस्कार पनि दरकार पर्छ। किनभने हाम्रो जीवनशैली हाम्रो दैनिक जीवनको जुन चाहिँ हामीले अब एउटा परम्पराबाट यसरी हामीले मानि आइराखेको छौँ है। यो विशेष गरेर बौद्धको धर्मको संस्कृति कार्यक्रम छ। त्यसले गर्दाखेरि हामीले एक आज जुन चाहिँ तपाईँहरूले यो मलाई पछि जुन चाहिँ छ यो सायद प्रायःले त अब पाएको नै हो। यो मैले धेरै महत्त्वपूर्ण मलाई लाग्यो भन्नाले गर्दाखेरि धेरैले नै यो कुरो चाहिँ अब म जाँदाखेरि पनि यो बिहान बिहान देउतामा पानी चढाउनेहरू कुरोहरूदेखि लिएर खानापिना खाने यो चाहिँ तपाईँको अब दैनिक जीवनमा लागु हुने चिज हो। मैले म अनि कुनै पनि धर्मको कुरा आएर हजारै कुरो सुनायो बाहिर गएर बिर्स्यो भने त केही न केही हो। अन्त त्यस्तो खालको जुन चाहिँ हामीले जीवनलाई किताब लिएर घरमा तपाईँहरूले पालन गर्नु सकिनुपर्छ। त्यसलाई चाहिँ वास्तविकमा यसलाई प्र्याक्टिकलमा ल्याउनु चाहिँ सिक्नुपर्छ है। त्यसले गर्दा यो जुन चाहिँ यो छ यो चाहिँ अब तपाईँको यो बिहान देवालयमा पानी चढाउने अब यो बौद्ध संस्कार र संस्कृतिसँग सम्बन्धित भएको हो। किनभने पानी चढाउने चलन जुन चाहिँ छ यो हाम्रो हजारौँ वर्षदेखि एउटा बौद्ध प्रथा चलिआएको। किनभने अन्य धर्ममा यो पाइँदैन। अन्य धर्ममा त होइन बौद्ध धर्ममा पनि भारतमा पनि पानी चढाउने चलनहरू थिएन है। अन्तखेरि यो चाहिँ तपाईँको आजभन्दा 1000 वर्ष अगाडि जो चाहिँ अब महान पण्डित हाम्रा अतिश दीपङ्कर भन्ने गुरु जो चाहिँ अब उहाँ अहिले बङ्गलादेशमा जन्म लिनु भएर एउटा राज परिवारमा उहाँ जन्म लिएर पछि उहाँ विक्रमशिलामा उहाँनिर ज्ञान प्राप्त गरेर पछि उहाँ तिब्बत जानुभएको है। तिब्बत जाँदाखेरि चाहिँ म भाइ नेपाल भएर है। नेपाल भएर जाँदा नेपालमा धेरै उहाँ बस्नुभयो। अन्त बसेपछि त्यहाँबाट तिब्बत जाँदाखेरि चाहिँ त्यहाँनिर चाहिँ तिब्बतमा अब हिमालको ग्लेसियरको पानी भनौँ न पानीहरू बगेको खोला नालाहरू अब अहिले पनि भन्छ नि अब तिब्बत चाहिँ अब संसारको सबसे पानीको टाउको चाहिँ त्यहाँबाट आएको हो भनेर भन्छन् माउन्ट एभरेस्टदेखि लिएर। त्यसले गर्दा त्यहाँनिर अतिश दीपङ्करले चाहिँ उहाँको एउटा अब चेलाले के भन्नुभयो भने हेर अब तिमीहरूको यहाँको पानी कति सफा दुध जस्तो पानी है। एकदमै हेर्दा नि एकदम पिउँ पिउँ लाग्ने खालके एकदम मिठो मिठो यस्तो पानीहरू त तिमीहरूले यसरी सङ्घेर भगवानलाई यसरी चढाउन सक्यो कति ठुलो पुण्य हुन्छ भनेर अतिश दीपङ्करले त्यसरी त्यो शब्द मात्रै भन्नुभएको अरे। भन्दाखेरि चाहिँ त्यो चेलाले चाहिँ निकै लाग्यो ओहो छाप कति ठुलो कुरा भन्नुभयो उहाँले है। किनभने भारतमा त हामीले पानी चढायो भने पानी त मैला न मैला हुन्छ। तिब्बतमा त चोखो पानी है। यस्तो चोखो पानी चाहिँ अन्तखेरि चढाउने पाएला हुन्थ्यो भनेर चाहिँ त्यो परम्परा चाहिँ उहाँको चेलाको मध्येबाट 1 कान 2 कान हुँदै 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 त्यसरी अब भगवानलाई पानी चढाउने अब पछि 7वटा कटोरमा चढाउने चाहिँ त्यो अब आफ्नै उसको अब महत्त्व हुन्छ होइन। अब त्यो आदान गर्ने कुरोहरूको त्यसको आफ्नै गुण छ। तर जे भए पनि पानीको विशेषताको गुण चाहिँ धेरै प्रकार छ हाम्रो बौद्ध धर्ममा। हुनु त अब सबै धर्ममा पनि पानीलाई अब पाठ पूजा गर्दाखेरि पानीलाई नै महत्त्व दिन्छ भने चाहिँ यसले बुद्धमा चाहिँ अतिश हाम्रो के अरे तिब्बती बौद्ध धर्मको परम्परा अनुसार चाहिँ पानीमा चाहिँ के छ भने पानीको जस्तो पदार्थ यो पञ्च धातुले अब संसारमा जुन चाहिँ पञ्चधातु छ पञ्चधातुमा सबसे महत्त्वपूर्ण हामीले जलवायु भन्छौँ होइन। हामी बाँच्नको लागि हावा चाहिन्छ अनि पानी चाहिन्छ
है हावा त हामी सँगसँगै छ 24 घण्टा हामी छ र सास छ र हामी बाँचिरहेका छौँ त्यो कुनै उयो छैन तर पानी भन्ने कुरा चाहिँ हामी बाँच्नका लागि चाहिँ मनुष्य जाति मात्रै नभएर जीव जन्तु चराचुरुङ्गीदेखि लिएर माछादेखि लिएर सबैजना पानी बिना जीवित रहनु सकिँदैन है अब उदाहरण दिउँ तिमी जीवित रहनुको लागि तिम्रोमा के अरे एउटा घरमा तिमीले सुनको हिरा मोतीले हालेर राखेको छ भने तिमी त्यहाँ त्यो बिना पानी त्यो हिरा मोती र सुनसादीसँग तिमी एकदम हिरा मोतीको धनी भयो भने पनि तर पानी बिना तिमी बाँच्न सक्छौ तिमी बाँच्नुको लागि के चाहिन्छ पानी चाहिन्छ तिब्बतबाट बौद्ध गुरुहरू ऋषिहरू आउँदाखेरि कतिजना बाटोमा पानी खाँदै त्यसले पानीले नै उहाँहरू भारतसम्म आएको कथा पनि छ बाँकी आफ्नो रहेका सन् सम्पत्तिहरू उनीहरू सबै तिब्बतमा छोडेर आयो र पानीको मन्दिरहरू उहाँहरू बाँच्दै गर्दै भारतमा आएर अहिलेसम्म बाँचिरहेको छ त्यसले गर्दाखेरि यो बौद्ध इतिहासमा अब हुनु त अब साइन्सले पनि त्यही होइन पानी जस्तो महत्त्वपूर्ण चाहिँ केही पनि छैन त अब त्यो पानीमा चाहिँ अर्को एउटा के देख्छ भन्दाखेरि चाहिँ यी भगवानलाई चढाउनु सकेको किन भन्दाखेरि चाहिँ यी पदार्थ जो छ अन्य पदार्थ अन्य चिज चाहिँ पनि हामीले भगवानलाई चढायो भने हाम्रो बोलीबाट किनेर चढाउनु पर्छ है यो कुरा याद राख्नु है हामीले अब किनेर चढाउनु पर्छ फलफुल होस् या धुप होस् क्षम्य होस् तर अब त्यसमा जो धनी छन् उहाँले त आकर्षित गरेरै किन्ला है भगवानलाई चढाउनु जब त्यति सब छैन अब सबैजना धनी छ भन्ने छैन अब र हाम्रो मिडल क्लासकोहरूले पनि जहिले पनि हामी भगवानलाई चढाउनु पर्दाखेरि पनि दाल कहाँ सस्तो पाउँछ त्यहाँ जान्छ धुप जुन चाहिँ सस्तो छ त्यो हेर्छ होइन फुल कहाँनिर सस्तो छ किन्ने बेलामा पुरा बार्गेन गरी चढाउनु त भगवानलाई चढाउने तर अब बार्गेन गरी कतिले भन्छ खाने जुन चाहिँ दामी खालके राम्रो खालके झुल चाहिँ घरमा खानु लाग्छ भगवानलाई चाहिँ त्यो तेल लगाएर चाहिँ नखाउने त्यो एउटा भइरहेको छ त्यो सबै के छ भन्दाखेरि आफ्नो अब आर्थिक अनुसार होइन आफ्नो फाइनेन्सियल कन्डिसन अनुसार हामीले चढाउँदैछौँ तर अब त्यहाँ चढाउँदाखेरि अब त्यस्तो लिएर त्यो भगवानले जब चढाएपछि काहीँ न काहीँ चाहिँ हाम्रो कन्जुसी चाहिँ लुकेको छ अघि पहिला किन्दाखेरि नि मैले भगवानलाई त चढाउने हो तर मैले न सस्तो पाउँछ त्यहाँ मात्रै चढाएँ त्यसले गर्दाखेरि तिनै हाम्रो अलिकति त्यहाँ मिस्टेक भइसकेको छ हो र भगवानलाई चढाउँदाखेरि पनि एकदम प्योरिटीमा चाहिँ हामी आउनु सक्छौँ जहाँसम्म पानीको कुरा आउँछ पानीमा चाहिँ त्यस्तो हुँदैन भन्नुभएको छ पानीमा चाहिँ तिमी जति नै गरिब किन नहोस् तिमीले 7 र 15 पानी हाल्नु सक्छौ तिमी अरबपति किन नहोस् उसले पनि हाल्छ पानीमा चाहिँ यसमा चाहिँ समानताको कुरा हुन्छ यसमा चाहिँ अब के भन्छ अघि भने नि दान पारमिता विशेष गरी गृहस्थीहरूलाई चाहिँ दान पारमिता चाहिँ विशेष दिएको छ भगवानले प्रायोरिटी दिएको चाहिँ बुद्धको समयमा चाहिँ यो पानी चढाउने त्यो चढाउने सबै चाहिँ गृहस्थीहरूमा चाहिँ पानीहरू चढाउने यो के अरे दान पारमितालाई चाहिँ महत्त्व दिएकोले गर्दाखेरि चाहिँ हामी पानी चढाउनु फलफुल चढाउनु चाहिँ विशेष गरेर हाम्रो दान पारमितासँग सम्बन्धित भएको कुरो हो तर एउटा कुरा चाहिँ के हुँदैछ भने जब हामी पानी चढाउँछौँ त्यति बेला चाहिँ मनमा चाहिँ जहिले पनि शुद्धता प्युरिटी हुनुपर्छ मोटिभेसन जो छ एकदमै महत्त्वपूर्ण हुनुपर्छ त्यहाँ त्यति बेला हामीले पानी चढाएकोले यो पानी अब जस्तै यहाँनिर पेजमा लेखिएको छ नि है यो 8 गुणले युक्त भएको मोल लगायत सम्पूर्ण प्राणीहरूको पुण्य सम्पन्न होस् र अवरण शुद्ध होस् भनेपछि चाहिँ मैले यी भगवानलाई पानी चढाउँछु त्यो पानी चढाएको सबै पापहरू शोधन भएर सबैले पुण्य आर्जन हुन सकौँ भने बोधिचित धारणाबाट त्यसरी पानी चढाउनु त्यसले गर्दाखेरि चाहिँ त्यो पुण्य चाहिँ धेरै लाभहरू हुन्छ ठुलो हुन्छ भन्नुभएको छ हुन्छ अब त्यसको कथाहरू पनि धेरै छन् त्यसले गर्दा यसको अब पहिला यहाँनिर लुम पढेर सुन्नु चाहिँ यहाँ 좀 코로나19가 불러오니 세네다가 이제 총체비자 프로도를 조금 서로다다가 사사리 와라 아르가 모자는 것은 서바라나 사마예 뭐 말해서 이자부 캡체 인연 부채
भनेर हाम्रो निमाको सबसे ठुलो रूप चाहिँ उहाँले यो राख्नुभएको हो। त्यसले गर्दा घरमा अब हामीले सबै बिहान पानी चढाएपछि चाहिँ यो पाठ जाने है। अब त्यसको भित्र पछाडि चाहिँ दीप अर्पण प्रार्थना भनेर अब छेमी बालेपछि है अब भगवानले छेमी चढाउँछु, छेमी बाल्दाखेरि पनि यो पाठ गर्ने स्वनमको 예상자를 जन्मजात स्वरवाणी संचय दुनिया बिजोले छेकेर पर्दछ ओ भन्दा अलोके आहो तथ्यता पञ्च इन्द्रले अवबोधन सोहा भवत सर्वमङ्गलम भनेर छेमी चढाउँछ। छेमी चढाउँदाखेरि अब छेमी सानो होस् ठुलो होस् जे जति आफ्नो क्षमता अनुसार भगवानले छेमी चढाउँदाखेरि यो पाठ गर्ने। यो पाठ चाहिँ अब शान्तिदेवले बुद्धिसत्व 4 अवतारमा लेख भएको यो एकदमै महत्त्वपूर्ण तात्पर्य हो यो शब्द। त्यसले गर्दा यो पानी के अरे छेमी चढाएपछि अर्थ पनि सबै दिशाका बुद्धहरूलाई अञ्जलीबद्ध गरी प्रार्थना गर्दछु, दुःखले अन्धकारमा फँसेका सबै शब्दहरूलाई धर्मको दीप प्रज्वलित गर्नुहोस् भनेर यसरी स्मरण गर्नुपर्छ हो। अन्त यसमा चाहिँ अब विशेष गरेर मैले भने नि मोटिभेसन चाहिँ एकदमै इम्पोर्टेन्ट हो। यहाँ कति बेसी हामी छोरी चढाउँछौँ, कति बेसी फलफुल चढाउँछौँ है, त्यो क्वान्टिटीमा महत्त्व राख्दैन। धर्मको दृष्टिकोणबाट पनि क्वालिटीमा तिम्रो मनसाय चाहिँ कति ठुलो छ है। छोरी 1 लाख बालेर त्यतिकै 1 लाख पुण्य पाउँछ भन्ने ग्यारेन्टी छैन। बरु एउटै छुमी किन नबाला यसरी प्रार्थना गरेर चढायो भने मर्म गरेर चढायो भने त्यो 1 लाख भन्दा छुमी बालेको भन्दा ठुलो पुण्य पाउँछ भन्नुभयो है। अब यसको यो छुमीसँग सम्बन्धित कतिजनाले अब बुद्धको समयमा यसको कथा सुनेको होला, कतिजनाले नसुनेको हुनाले गर्दा यो छुमीको सम्बन्धी भगवान बुद्धकै कोही जीवनकालमा एउटा घटना घटेको। बुद्ध यसरी एउटा प्रवचन दिएर एउटा गुफा जस्तोमा बसेको बेलामा के अरे बेलुका अब छेमी पुरा बालेर राखेको हो। छेमी बालेर राख्दाखेरि चाहिँ अन्तखेरि अन्त बुद्धको प्रवचन सुन्नेहरूमा अब यसरी प्रवचन सकेपछि चाहिँ अन्त एउटा बोजूले चाहिँ बुद्धप्रति धेरै श्रद्धा राखेर आहा बुद्धले कति धर्म सुनाए कति राम्रो भनेर उसको मनमा एकदमै श्रद्धा उत्पन्न भइसके। तर म कुछ बुद्धलाई कुछ चढाउँछु, के मैले अर्पण गर्छु भनेर उसको मनमा क्या अब बुद्धप्रति एकदम चढाउने एउटा उयो भएको श्रद्धा उत्पन्न। तर उसको चाहिँ एकदम गरिब भएकोले गर्दाखेरि चाहिँ अन्त केही चढाउनु नसक्दा भोलि उसले बजारमा गएर अब माग्यो है। अब म के होइन बुद्धको त्यो कोठीमा बस्ने अन्धकारमा एउटा छेमी चाहिँ बाँध्नु पर्यो भनेर उसको मनमा त्यो आयो। अन्त गएर अब माग्दै जाँदाखेरि अब एउटा दोकानमा अब अलिकति 5 पैसा जस्तो चाहिँ पाएका छ। अन्तखेरि उसले भन्यो मलाई चाहिँ त्यो 5 पैसाले चाहिँ अलिकति त्यो दोकानमा गएर गाडीलाई अब त्यति बेला तेल हुन तेल र सबै दियो भन्दाखेरि चाहिँ त्यो दोकानदारले यति 5 पैसाले कति पाउँदैन होइन, मैले चाहिँ भगवानलाई यसरी चढाउने हो भने त्यो दोकानदारले पनि अलिक थापथुप गरेर अब 5 पैसा अनुसारको कति एउटा तेल चाहिँ दियो। त्यो तेल लिएर चाहिँ आएर अन्त बुद्धको कुठीमा आएर त्यो बुद्ध जहाँ बस्नु भएको छ त्यति बेला यसरी अब छेमीहरू रातिको समयमा अन्त त्यो उसले त्यहाँनिर छेमी बाल्यो है। छेमी बालेर अन्त बुद्धकै छेउमा पुरा प्रार्थना गरेको। जस्तै यो प्रार्थना छ यस्तै प्रकारको अब यही प्रार्थना होइन यस्तै प्रकारको प्रार्थना गरेको कि ताकि मैले यो एउटा सानो छुमी जुन चाहिँ बुद्ध र चढाउँदैछु यो संसारको सबै दुःखहरू है, सब संसारको पापहरू सबै शोधन पाइन्छ, सबैको मङ्गलमय होस् भनेर यही प्रार्थनाकै अर्थ जस्तै प्रकारको भित्री हृदयबाट प्रार्थना गरेको। अन्त बुद्ध चाहिँ एक साइडमा चाहिँ सबै उसको प्रार्थना गरेको सुनिरहेको। अन्तखेरि हो त्यसो गरेर त्यहाँ चढाएर बोजू लियो। अब भोलि बिहान जब भिक्षु आयो, भिक्षुमा चाहिँ महामङ्गलना भनेर बुद्ध एकजना मुख्य चेला आएर अन्तखेरि ओहो अब दिउँसो त भइसक्यो, दिउँसो त बत्ती किन बालिराख्ने भनेर अरू बत्ती बलेको सबै निभाउँदै भयो। निभाउँदै जाँदाखेरि अघि सानो छेमी पनि अब रात
यत्रो थियो त्यो रातभरिसम्म बोलेछ उसलाई थाहा छैन अब कसले चलाएको के हो त्यो बत्तीलाई पनि होइन यो किन यसरी दिउँसो बाँध्नु पऱ्यो त्यो पनि निभाउनु पऱ्यो निभाउनु पर्छ अरू ठुल्ठुलो सबै निभा त्यो छेउनी त निभ्दैन फु गर्छ निभ्दैन हातले थपथपाउने निभाउँछ कति पानी हालेर कति दुःख गरेर पनि पानी बत्ती त निभ्दैन छक्कै पऱ्यो बुद्धले यो सबै दृश्य चाहिँ बुद्धले त्यहाँबाट हेरिराख्नु हुँदो रहेछ अन्त पछि अन्तखेरि भिक्षुलाई बोलाएर ए महामङ्गल न तिमीले के गरेको भन्दाखेरि होइन कस्तो अर्थ भयो अरू सबै निभ्यो यो सानो छुरी त निभ्दैन रहेछ मैले कति ए तैँले त कहाँ यो संसारको कुनै पनि आदि तुफानले पनि यो बत्ती चाहिँ निभ्नु सकिँदैन किन थियो यसको कारण किनभने यो चाहिँ यस्तो खालको एउटा बोजूले प्रार्थना गरेको थियो यति ठुलो बोधिचित धारणा दिएर चाहिँ यो प्रार्थना गरेको छिमेकी हो त्यो चाहिँ छिमीले चाहिँ साधारण तत्त्वले चाहिँ बिगार्नु सकिँदैन नष्ट हुँदैन भनेर अन्त पछि त्यो बोजूलाई अन्तखेरि बुद्धको समक्ष आएर बुद्धलाई आशीर्वाद दिएर चाहिँ बुद्धले भन्नुहुन्छ भविष्यमा तिमी चाहिँ दिन कुनै के नाम गरेको बुद्ध हुन्छौ भनेर बुद्धले त्यो बुद्धलाई उयो गरेको भविष्यवाणी गर्नु अब यो कथाबाट हामीले के बुझ्छौँ भन्दाखेरि यहाँनिर स्वयं सानै बत्ती सानै भए तापनि उसको मन कति ठुलो उदारता कति बोधिचिताको मनले उसको मनसाई कति ठुलोले गर्दाखेरि त्यसको पुण्य कति ठुलो बुद्धले धरि प्रशंसा गर्ने खालके त्यस्तो पायो भन्दाखेरि चाहिँ त्यही गरेर यो के अरे गुरु झिङ्गे लिङ्गले सम्म यदि सुने छिटो भनेर भन्नुभयो अब हामी धर्म गर्ने महायानहरूले चाहिँ यी बाहिरको सबै यदि सुने छिटो धर्म र कर्म पाप हुने कुरोहरू पुण्य र पाप हुने कुरोहरू चाहिँ नि यी बाहिरको वस्तुमा आधार हुँदैन भन्ने मतलब चाहिँ अघिको छुमी जस्तो तिमीले 1 लाख छुमी बाल्यो र तिमीले ठुलो पुण्य पायो भने केही ग्यारेन्टी छैन हो तिमीले सानो छुमी बालेर पनि ठुलो पुण्य प्राप्त हुन सक्छ त्यो चाहिँ सबै के माथि निर्भर पर्छ बाहिरको तत्त्वमाथि बाहिरको चढाइ र बाहिरको दानमाथि निर्भर पर्दैन तिम्रो मनसाई चाहिँ कति ठुलो छ तिम्रो मोटिभेसन कति ठुलो छ त्यो इच्छाधार चाहिँ कति ठुलो त्यो आधारमा पुण्य पनि त्यसरी नै प्राप्त हुन्छ भन्नुभयो त्यसले गर्दाखेरि विशेष गरेर बौद्ध धर्म महायानमा धर्म यो कुरोले एकदम जोड दिनुभएको छ है बाहिरको चिजमा हामीले भगवान्ले अघि मैले भने नि छुमी चढाउनु यो के चढाउनु यो एउटा हाम्रो लागि एउटा मध्यम मात्रै हो यो चाहिँ तपाईँको हाम्रो के अरे तपाईँको पुण्य सम्पाद भनिन्छ यसलाई यी सबै चिजहरूलाई हामीलाई मनलाई प्रेरित गराउनु र पुण्य अर्जन गर्नुको एउटा मध्यम मात्रै हो तर त्यसमा सबसे महत्त्वपूर्ण तिम्रो मन चाहिँ कति ठुलो छ त्यो चाहिँ अझै महत्त्वपूर्ण हो अनि त्यो हिसाबले गर्दाखेरि चाहिँ यहाँ चाहिँ अघि पानी जसले चढाएको छ पानी चढाउनु पनि तपाईँले पानी यस्तो पदार्थ हो कि जहाँ पनि हामीले फ्रीमा पाउने चिज पनि हो है किन्नै पर्छ भने छैन तर फ्रीमा पाउने चिज पनि त्यो चिजलाई पनि तिमीले ठुलो उदारता लिएर ठुलो बोधिचितको धारणा लियो भने त्यही पानी मात्रै चढाएकोले पनि ठुलो पुण्य प्राप्त हुन्छ भन्नुभयो यो त्यस्तो छेमी जब हामीले यसरी बाँध्दाखेरि अब आजकल त अब यो हिन्दू होस् बौद्ध होस् सबै अब मरणहरू विशेष गरेर मरणहरूतिर जाँदा लासतिर जाँदाखेरि बत्ती मान्ने चलनहरू हुन्छ है अन्त हामी एउटा बुद्धिस्ट भएको हिसाबले हैसियतले चाहिँ जहिले पनि हामी एउटा मरणकै भन्नु छुमी किन नगरौँ त्यो मर्नेको आत्माले शान्ति पाओस् भनेर हामी ओम मनिहरू मजबुत जे गर्छ तर सँगसँगै यस्ता पाठ पनि गरेर यसको अर्थ बुझेर गऱ्यो भने चाहिँ यो मरेको आत्माले चाहिँ शान्ति पाओस् अथवा आफ्नो हिसाबले हो भने देवैनको सिंहमा है अमिताभ बुद्धको देवलोकमा देवभूमि जन्म लिनु पाओस् भनेर हामीले त्यतिमा नि प्रार्थना गऱ्यो भने पनि हामीले पनि पुण्य प्राप्त हुन्छ मन्दिरले पनि अवश्य केही न केही चाहिँ उसको पुण्य अवश्य पाउँछ भन्नुभएको छ त्यस्तो यो चाहिँ धेरै महत्त्व यो सबै हाम्रो बौद्ध संस्कार र संस्कृतिसँग भएको घटनाहरू हो त्यसको पछाडि अब यहाँनिर के अरे
बिहान चिया खाने र बेलुका खाजा खाँदाखेरि अब बिहान चियाको चाहिँ 10% र सम्झिँदो कुल्चो सुप भन्नाले हामीले चाहिँ कुल्चो सुपको यो दुईवटा चाहिँ कुल्चो सुप दिन्छौँ त्यो पैसो भनेर चाहिँ यो तिरिरत्न प्रति है बुद्ध धर्मसँगले चाहिँ बिहानको अब चिया अहिले सबसे पहिलोको चिया चाहिँ भगवान्लाई हामीले चढाउँदाखेरि यो पाठ गरेर चिया चढाउने र आफूले पनि व्यक्ति है